नमस्ते। आज एउटा यस्तो पुरानो रोमन कथा सुनौं जसले हामीलाई कानून, प्रेम र बलिदानको बारेमा सोच्न बाध्य बनाउँछ। यो एउटी छोरीको कथा हो जसले एउटा असम्भव लाग्ने निर्णय लिएकी थिइन्। ल सुरु गरौँ है त। यो कथाले हामीलाई एउटा निकै गाह्रो प्रश्नको अगाडि उभ्याउँछ। जब समाजले बनाएको नियम र आफ्ना प्रियजनप्रतिको प्रेम बीच टकराउ हुन्छ, तब कुन बाटो रोज्ने? यो कथा यही दुविधाको वरिपरि घुम्छ। कथाको सुरुवात हुन्छ एउटा डरलाग्दो सजायबाट। सिमोन नामका एक व्यक्तिले यस्तो सजाय पाएका थिए जुन मृत्युभन्दा पनि भयानक मानिन्थ्यो। हाम्रो कथाका पात्र हुन् सिमोन, एक वृद्ध मानिस। उनको भाग्यमा एउटा क्रूर मृत्यु लेखिएको थियो, तर सुन्दा अचम्म लाग्न सक्छ यो कुनै सामान्य मृत्युदण्ड थिएन। यो सजायलाई क्यार्सरिस इनिडिया भनिन्थ्यो। सोच्नुस् त, कसैलाई मार्न हतियार होइन, भोक र तिर्खाको प्रयोग गरिन्थ्यो। कैदीलाई बिस्तारै तिलतिल गरेर शारीरिक र मानसिक रूपमा तोड्दै मारिन्थ्यो। रगतको एक थोपा पनि नबगाई गरिने हत्या। अब कथामा प्रवेश हुन्छन् सिमोनकी छोरी पेरो, र उनको काँधमा यस्तो जिम्मेवारी आइपर्छ जुन सायदै कसैले कल्पना गर्न सक्छ। पेरोको अवस्था कल्पना गर्नुस् त। एकातिर कालकोठरीमा भोकले छटपटाइरहेका बुबा, अर्कोतिर काखमा भर्खरै जन्मिएको दूधको लागि रोइरहेको बच्चा। अनि जब उनी बुबालाई भेट्न जेल जान्थिन्, गार्डहरूले यस्तो कडा जाँच गर्थे कि अन्नको एउटा दाना लुकाउने पनि ठाउँ हुँदैनथ्यो। त्यही बेला पेरोले एउटा यस्तो कदम चालिन् जुन ती गार्डहरूको सोचभन्दा कोसौँ टाढा थियो। उनले प्रकृतिले दिएको त्यही पोषणको स्रोत प्रयोग गरिन् जुन कसैले शङ्का गर्न सक्दैनथ्यो, आफ्नै स्तनको दूध। उनले आफ्नो बुबालाई जीवित राख्न गोप्य रूपमा स्तनपान गराउन थालिन्। पेरोको यो काम केवल बुबाको भोक मेटाउनु मात्रै थिएन, यो त भनिएझैँ एक जीवनले अर्को जीवनलाई थाम्ने प्रयत्न थियो। उनले आफ्नो जीवन शक्तिलाई सिधै अर्को जीवनमा सार्दै थिइन्। उनी आफ्नो बच्चा र बुबा दुवैको जीवनको स्रोत बनेकी थिइन्। अब कथाले अर्कै मोड लिन्छ। जेलरहरू छक्क पर्न थाल्छन्। आखिर खानापानी बिना सिमोन कसरी बाँचिरहेका छन् त? दिनहरू हप्तामा बदलिए, हप्ताहरू महिनामा, तर सिमोन मरेनन्। जेलका अधिकारीहरू हैरान भए। कोठा जति नै पटक जाँच गरे पनि खानाको एउटा टुक्रासम्म भेटिँदैनथ्यो। जेलरहरूको मनमा अनेक कुरा खेल्न थाल्यो। के यो मान्छेमा कुनै दैवीय शक्ति छ, कि कतै जादु टुनामुना त चलिरहेको छैन? रहस्य पत्ता लगाउन उनीहरूले पेरोमाथि जासुसी गर्ने निर्णय गरे। अनि एक दिन मुख्य जेलरले ढोकाको एउटा सानो प्वालबाट भित्र चिया आएर हेरे, र उनले जे देखे त्यो देखेर उनको होस नै उड्यो। पेरोले आफ्ना वृद्ध बुबालाई काखमा राखेर स्तनपान गराइरहेकी थिइन्। अब हेर्नुस्, कथाको सबैभन्दा रोचक मोड यही हो। त्यो दृश्य देखेर जेलरलाई घिन लागेन, रिस उठेन। बरु उसको मनमा एक किसिमको दैवीय डर वा भनौँ गहिरो श्रद्धा जाग्यो। उसलाई यस्तो लाग्यो मानौ उसले कुनै पाप होइन, साक्षात् करुणाको अवतार नै देखिरहेको छ। अब पेरोको यो गोप्य काम व्यक्तिगत रहेन। यो कुरा रोमको सबैभन्दा ठूलो सभा सिनेटसम्म पुग्यो र एउटा राष्ट्रिय बहसको विषय बन्यो। जब यो खबर सिनेटमा पुग्यो, त्यहाँ त हल्लीखल्ली नै मच्चियो। पुरै रोममा यो कुरा आगो जसरी फैलियो। एउटी छोरीले आफ्नो बुबालाई बचाउन गरेको यो काम सही थियो कि गलत? एउटा पक्ष जो कानून र परम्परालाई मान्थे, उनीहरूले भने यो सरासर अनैतिक हो, यसले समाजको मर्यादा र प्रकृतिको नियम तोडेको छ। तर बहुमतको आवाज अर्कै थियो। उनीहरूले तर्क गरे, जीवन बचाउनुभन्दा ठूलो धर्म के हुन्छ? उनले लाज शरमलाई होइन, आफ्नो बुबाको जीवनलाई महत्त्व दिइन्। यो त कर्तव्यको सबैभन्दा पवित्र रूप हो। अन्तमा यो बहसको निष्कर्ष यस्तो आयो जसले पेरोको त्यागलाई सदैका लागि अमर बनाइदियो। सिनेटको निर्णय एकदमै स्पष्ट र छिटो आयो। कानूनलाई होइन, करुणालाई छानियो। सिमोनलाई तुरन्तै माफी दिएर जेलबाट रिहा गरियो। तर कथा यहाँ मात्रै सकिँदैन। रोमनहरू यो घटनाबाट यति धेरै प्रभावित भए कि उनीहरूले त्यो जेलको कोठरीलाई नै पवित्र स्थान घोषणा गरे र त्यही ठाउँमा पितृभक्तिको मन्दिर बनाए। सोच्नुस् त, एउटा जेलको कोठा मन्दिरमा परिणत भयो। र त्यस दिनदेखि यो कथा रोमन समाजमा पितृभक्ति अर्थात् सन्तानले आफ्ना आमाबुबाप्रति देखाउने प्रेम र कर्तव्यको सबैभन्दा उत्कृष्ट उदाहरण बन्यो।
खेर, एउटा सानो जानकारी थपिहालौँ, केही ऐतिहासिक लेखोटहरूमा बुबाको नाम सिमोनको ठाउँमा माइकोन पनि भेटिन्छ। तर नाम जेसुकै होस्, कथाको सार त्यो महान बलिदानको भावना जस्ताको तस्तै छ। अन्तमा रोमन इतिहासकार भ्यालेरियस म्याक्सिमसको एउटा भनाइले यो कथाको सारलाई एकदमै राम्रै समेट्छ। उनी लेख्छन्, मान्छेहरूलाई यो प्रकृतिको नियम उल्टिएको जस्तो लाग्न सक्छ, तर सत्य त के हो भने यो प्रकृतिको सबैभन्दा ठूलो नियम प्रेमको पालना थियो। प्रेमले कानूनलाई जितेको यो कथा साँच्चै अद्भुत छ।